आमा भन्ने शब्द अमूल्य छ। आमा कुनै शब्द कुनै चिजसँग तुलना गर्न सकिन्न। सबैभन्दा उच्च छ आमाको स्थान। जब आमाले गरेका कठोर 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 सङ्घर्षहरू जो आमा बनेको छ उसलाई नै थाहा हुन्छ हैन। आमा भन्ने शब्द यति न्यानो यति स्नेही छ कि त्यो बोल्न सकिन्न। मैले पनि सानैमा आमा गुमाएको थिएँ। हाल आमा भन्ने शब्ददेखि म तडपिरहन्छु। हो, फेरि मलाई कुनै पनि सिरियल कुनै पनि कथामा आमा भन्ने शब्दमा जुन बेगुरान्त हुन्छ त्यो म सहनै सक्दिनँ। आमाले आफ्नो बच्चालाई काखमा चेपेको त्यो देखे पनि मेरो आँखाबाट बेल जस्तो आँसु बगिरहन्छ। आमा भनेको यति मूल्यमान हुँदो रहेछ। आमाको मायालाई सानो छँदा त अलिक बुझ्न सकिएन, तर हाल आएर आमा भन्ने शब्द कति इम्पोर्टेन्ट छ बुझ्नै सकिन्न। आमाभन्दा ठुलो यो संसारमा कोही हुनुहुन्न। संसारमै आमा हुनुहुन्छ। कुनै चिजसँग आमाको मूल्याङ्कन तुलना गर्न सकिँदैन। हामी जब सानो थियौँ हाम्रो गाउँमा भोकमरी नै हुन्थ्यो है। पानी नपऱ्यो भने अनाज उत्पादन हुँदैन। बुवा चाहिँ बेसा गर्न भनेको अनाज किन्न जानुभएको थियो। आमाले हामीलाई यति थोरै एउटा पिठो कसैको घरबाट सापट्टि ल्याएर त्यो पिठो नै 2-3वटा रोटी बनाएर हामीले आफू नखाएर हामीलाई नै खुवाउनुहुन्थ्यो कि। त्यसरी नै हामी हुर्केका थियौँ। खोइ आज आमालाई मैले केही दिन सकिनँ। यही हो मेरो दुःख, यही हो मेरो पीडा। अहिले मसँग खान बस्नको लागि पुरो रुममा छ। मैले मेरो आमाको आशीर्वाद, मेरो आमाको न्यानो मायाले आफू भोको रहेर पनि हामीलाई खुवाउनु भएको थियो त्यो अहिले पाएको छु। तर मेरो साथमा मेरो आमा हुनुहुन्न। मिस यु आमा, मिस यु। समय बलवान थियो। आमापछि केही समयमा बुवा पनि आमाकै याद गर्दै बुवा पनि जानुभयो। 2 भाइ 1 बहिनी अहिले मसँग हुनुहुन्छ। तर म संसारमा आफूलाई एक्लो फिल गर्छु। आमा हजुरको त्यो अनुहार देखिरहन्छु, आमाको त्यो अनुहार हेरिरहन्छु, देखिरहन्छु। तर सिर्फ आँखा चिम्म गरेर त्यो उद्रेको चोली, दारी बोक्दा बोक्दा पछाडि पुरा फाटेको चोली, टुङ्गा गएको चोली आज